हाई गाइस वेलकम टु कोजी रेन्टेड होम टुर। सो तपाईँ सबैलाई स्वागत छ मेरो रेन्टेड हाउसमा। सो यहाँ फर्स्टमा एन्टर हुने बित्तिकै मैले डोरमा लाग्छु श्री कृष्ण गोविन्द हरि मुरारी हे नाथ नारायण वसुदेव। सो फर्स्ट एन्टर हुने बित्तिकै यु विल सी माई लिभिङ रुम। सो रुममा एन्ट्री हुने बित्तिकै मैले फर्स्टमा राखेको छु फ्लावर स्ट्यान्ड र यहाँ चाहिँ मैले लोटस पनि राखेको छु जुन चाहिँ जेन्युन होइन, त्यतिकै मैले राखेको छु है। र यहाँ छ मेरो बर्थडे गिफ्ट जुन चाहिँ मलाई देवीले दिएको थियो फ्लावर वास र क्यान्डल विथ क्यान्डलसँग दिएको थिएँ। र मेरो यो चाहिँ मुन्ना बहिनीले दिनुभएको थियो फ्रेम। त्यसरी नै क्यान्डल स्ट्यान्ड जुन चाहिँ मेरो प्यारो भदैनीले दिनुभएको थियो है। र यो चाहिँ मैले एमाजोनबाट पर्चेस गरेको थिएँ है। र मैले लिङ्क पनि हालेको थिएँ, तपाईँ धेरैजनाले त मेरो डिएम पनि रिसिभ गर्नुभएको थियो है। सो यहाँ आउँछ मेरो अब यो एरिया भयो र यहाँ छ मेरो सानो टेडीहरू है। टेडीको कलेक्सन पनि म छिटै बनाउँछु। र यहाँ चाहिँ छ मेरो ल्याम्प है। सो यहाँ चाहिँ छ मेरो ऱ्याक जुन चाहिँ म एकदम पुरानो पर्चेस हो है। र यहाँ चाहिँ मेरो एकदम सानो डेकोरेट आइटमहरू छ। कतिवटा मैले आफै पर्चेस गरेको छ भने कति धेरै त गिफ्ट पनि छ, बर्थडे गिफ्टहरू है। र मलाई सानो कुराहरू एकदमै मनपर्छ। त्यो छोडेर मेरो अझै एउटा कर्नरमा ऱ्याक छ, त्यहाँ पनि मेरो बर्थडे गिफ्टहरू नै प्रायः छ। सो यति सकेर मेरो एक्वेरियम छ, यसको मुनि छ टेडीहरू जुन चाहिँ एकदम मैला छ। सो अहिले म तपाईँलाई देखाउन सक्दिनँ। सो अब लाँदैछु तपाईँलाई म नेक्स्ट कर्नर जुन चाहिँ मेरोमा एकदम फेभरेट हो है। र यो चाहिँ मैले हिजोस्तै तुलिप पर्चेस गरेको छु, तुलिप फ्लावर। र यो चाहिँ तपाईँको जेन्युन देख्छ, जेन्युन चाहिँ होइन है। यसको चाहिँ मैले भिडियो पनि बनाएको थिइनँ। र यो क्यान्डल त तपाईँलाई छ हिजोस्तै मलाई बर्थडे गिफ्ट निरुले दिएको थिएँ। र यो कर्नर चाहिँ मेरो एकदमै फेभरेट कर्नर हो। र पहिला चाहिँ यो स्ट्यान्ड चाहिँ यहाँनिर थियो, कर्नरमा थियो है। र मैले अहिले चाहिँ अलिकति सिफ्ट गरेको छु बिकज त्यो सिपेसले गर्दाखेरि। र यहाँ चाहिँ एउटा मेरो कर्नर छ जहाँ पनि मेरो डेकोरेट आइटमहरू सानो के छ। र यहाँ छ मेरो प्लान्टहरू भयो, स्ट्याचु प्लस बुकहरू के सानो कुराहरू छ है। र यहाँनिर आउँछ मेरो बस्ने जो चाहिँ अझ पनि पाहुनाहरू हुन्छ, उहाँहरू चाहिँ यहाँनिर टक्कै आएर बस्नुहुन्छ। मेरो यो बुढेनको पाठ भयो है। र मेरो चाहिँ यहाँनिर दुईवटा बुढेन हालेको छु जसमा चाहिँ यहाँ पनि बस्नुहुन्छ र यहाँ धेरैजना आउनुभयो भने यहाँनिर पनि बस्नुहुन्छ है। सो यहाँबाट तपाईँहरू मेरो यो फर्स्ट रुम सक्ने बित्तिकै अब आउँछ किचनतर्फ है। सो किचन एन्ट्री हुने बित्तिकै मैले यहाँ राखेको छु वासिङ मसिन है। र यहाँ छ मेरो वासरुम र यहाँ चाहिँ मेरो किचन छ जुन चाहिँ एकदमै कन्जेस्टेड छ। मुस्किलले मैले मजाले मिलाएर राखेको छु है। र तपाईँले एकदमै मन पराउनु भएको थियो मेरो जुन चाहिँ मसलाको जार, यो पनि मैले लिङ्क सेयर गरेको थिएँ। र तपाईँहरू धेरैजनाले अर्डर पनि गर्नु भइसक्यो भन्नुहुँदै थियो है। सो यहाँ चाहिँ छ मेरो ग्यास सानो भएर एकदम चिटिक्कै परेको है। र यो पार्ट चाहिँ मेरो अलिकति म्यासी छ जुन चाहिँ म तपाईँहरूलाई अहिले देखाउन सक्दिनँ है, मैले टाइम पाएको छैन अलिकति सेट गर्नु। र यहाँ चाहिँ छ मेरो फ्रिज। र अब अर्को भिडियोमा चाहिँ देखाउने छु म तपाईँलाई मेरो डाइनिङ हल र मेरो बेडरुम।